साथीहरू नमस्ते सबैजनालाई। आज चाहिँ म चेरी चट्ट बनेर चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ आफ्नो साथीलाई भेट्नलाई। 12को एक्जाम सकेपछि बल्ल माडी आएकी छे। त्यो चाहिँ त्यसको चाहिँ बिहा भयो नि त। बल्ल चाहिँ माडी आएकी छे। मलाई खबर आइसक्यो कि भेट्न आइज भनेर। अनि म चाहिँ एक्साइटेड, पुरा एक्साइटेड भएर मेरो साथमा बुढो छाता लिएर चाहिँ म हिँडिरहेको छु त्यसलाई भेट्नलाई। मेरो फेसको रियाक्सन हेरेर नि थाहा पाइहाल्नुहुन्छ हजुरहरूले म कति खुसी छु। त्यसलाई मात्रै होइन, त्यसको बच्चा, त्यसको नन्दा सबैलाई भेट्न जाँदैछु। म चाहिँ यति खुसीले केवलम भइरहेको छ। यति लामो बाटो छ अनि घाम पनि त्यस्तै छ। ओ माई गड, घामको पर्वाह नगरिकन म बुढो छाता सँगसँगै हिँडिरहेको छु त्यसलाई भेट्नलाई। एकदम एक्साइटेड। त्यो आन्टीले चाहिँ होइन साथीनीलाई भेट, साथीले नभेट अरे। त्यो भनेको चाहिँ केटालाई नभेट, केटीलाई चाहिँ भेट अरे। म त नबुझेर हजुर भनेको त साथीनीलाई भेट, साथीलाई नभेट। मजाको छ जिन्दगी। त्यसले चाहिँ केटालाई नभेट, केटी साथीले चाहिँ भेट्न जाऊ भनेर भन्नुभयो। सुनेर राम्रो लाग्यो। यति लामो बाटो छ। यो चाहिँ म पढेको स्कुल 8सम्म। हजुरहरू को पढ्नुभयो कमेन्ट गर्नु है। म चाहिँ वहाँदेखिबाट यहाँ आइपुगिसकेको छु, हिँडिरहेको छु। अहिले आइसक्ने लागिसके साथीहरू। पहिला चाहिँ त्यसको मात्रै घर थियो, अहिले त कति धेरै घर बनिसकेछ। यहाँको चाहिँ के भन्नला हो। म चाहिँ आएको छु। कस्तो नर्भस फिल भएको हो। किन होला त्यस्तो, किन? नन्दा बाजु कपडा मिलेर धुँदैछन्। दारी अब खोज्छन् कि कसले बोलायो भनेर खोजिरहेका छन् यिनीहरू। म चाहिँ यता खोरमा लुकी छु, तिनीहरूलाई थाहै छैन खोजिरहन् मलाई। फाइनली भेटियो गाइस। हेर्दा आउँदै ती पछि भेटेपछि त फोटो त खिच्नै पर्यो होइन। फोटो खिचेँ त्यो र म, अनि बाबु र म। अनि त्यसको मेरो पोज हेर्नु साथी कस्तो छ। बहिनी म अनि त्यो फोटो खिच्यौँ। अब भेट हुने कहिले हो कहिले। त्यो भएर टिकटक पनि बनायौँ त्यसले र मैले। हेर्नुहोस् है हाम्रो टिकटकहरू। त्यहाँपछि बहिनी म अनि यसको नन्दाबाट पनि बनायौँ। कस्तो छ लाइक कमेन्ट गर्नु है साथीहरू। तो छुपा के रखा आँख सजा।